भेट्यो सर? ओ माई गड, ल एउटा खै त सर सर अलिकति ल एउटा भेट्यो यहाँनिर टाढाबाट केही बाँकी छैन। ल खरानी यस्तो अवस्थामा ल अलिक पछाडि नै बस्नु, यता नजिकै हेरौँ है यिनीहरू, किनभने नि भनेपछि बासँगै बस्यो होइन सर। ल एउटा अस्थिपन्जर यस्तो जलेको अवस्थामा भेट्यो, खरानी भएको छ। ल ओ माई गड, हड्डी टाउको यो खै सर अलिकति हजुर हो, यो टाउको नै हो हजुर। उयोमा हड्डी छ, हड्डी भेट्यो। लु एउटा यहाँ उतापट्टि पनि अलिकति हुन्छ भनेपछि यिनीहरू यहीँ आसपासमै थियो होला क्या ग्रुपमा। सब खरानी छ। अब यो दाँतहरू मजाले खिचिन्छ। खोइ कहाँ छ खोइ सर? यो दाँत हो, यो टाउकैले प्रष्ट भइसक्यो। यो हड्डीहरू उयो यहाँ तल हिँड्दै हो, जिउहरू हो त्यो होइन, छाती होला, त्यो छाती टाइपको हो। यो हड्डी हेर्नु ल यसलाई छोड्नु है, एकछिन यता वरिपरि हेर्नु यता किनभने नि यिनीहरू यतै थियो होला क्या सँगै। हजुर उता पनि थियो कि यो बिस्तारै अब त कुरा आउँदैन। हजुर साहब ए सुदीप उता तलबाट बिस्तारै हेर, अझै हेर खरानी अब कस्तो हुन्छ भनेर थाहा पाएन। यो नउराउनु, म चाहिँ यता निक्लेँ नि त। ल दर्शक महानुभावहरू, एउटा अस्थिपन्जर भनौँ अब खरानी भएको अवस्थामा होइन, व्यक्तिको यहाँ पुष्टि भयो, एकजना पक्कै पनि जलेको अवस्थामा खरानी मात्रै जस्तो छ। र अझै हामी सर्च गर्दैछौँ यहाँनिर भातबेटेनीको। यो कति तला हो भाइ? यो थर्ड हो, फर्स्ट सेकेन्ड तेस्रो तलामा एउटा जलेको अवस्थामा, तेस्रो या चौथो उहाँ रहेछ भाइ, यता बोलाउँदै हुन्छ अध्यक्षले। उहाँ पर उताबाट जानु, यहाँ उताबाट एउटा जलेको अवस्थामा बडी पक्कै पनि त्यो हो। यो त खरानी मात्रै जस्तो छ है, त्यो पनि हाम्रो क्याप्टेन साहब पनि हुन्छ नेपाली सेनाको। ल एकजना यहाँ एउटा चाहिँ भेटियो दर्शक महानुभावहरू, तर अब यो को थियो भन्ने कुरो चाहिँ अब खरानी भएको अवस्था छ। हो उनीहरू फेरि यो यसो हेर्दाखेरि कपडाहरू जस्तो छ है, यो मतलब यो सबै क्या यो प्लास्टिक आइटम हो। ए के यहीँ लुक्न आएको थियो कि भनेर हो, उनीहरू छेकिँदै यहाँ आइपुग्यो होला। हो हजुर लुकेको हुनसक्छ। र एउटा चाहिँ अब बढी जलेको अवस्थामा भेटिएको छ, यही हो ठ्याक्कै।
त्यता वरिपरि हेर्नु त अब यता आउँछ पनि हुनसक्छ त्यता ए भाइ सर भाइ सर महानुभावहरू एउटा बढी छ सर यसरी अगाडि भेन्टोले लाइटमा मात्रै अगाडि बढिदिनु अनि मात्रै थाहा हुन्छ यो अँध्यारो छ केही पनि देखिँदैन एक लहरमा हिँड्नु पर्ला नि सर के छ एक लहरमा लाइट जुन लाइट छ नि लाइटको टोल चाहिँ अगाडि बढेर सर एकपल्ट हेरिदिनु सबैले मोबाइल यसो बाल्ने बेला मोबाइल बाल्ने बेला हो टर्च लाइट भएको टोल लिएर अगाडि आइदिनु त सबैजना ए भाइ सर यस्तो अवस्था छ यस्तै खरानी हो क्या यो चाहिँ प्लास्टिकहरू हो कि यसो छुँदा यसले त छुँदा हुन्छ तपाईँले यो चाहिँ यो यसरी तेह्रको यस्तो हुन्छ है पट बाहिर यहाँ भेटिएको छ यता अहिले के खबर केही नआउँछ भनेको